नमस्कार, म रेखा थापा, मोरङ क्षेत्र नम्बर 3 को उम्मेदवार। मैले राजनीति गर्न थालेको 21 वर्ष भयो। भनेको चलचित्र मनोरञ्जन मात्र नभएर अभियान पनि हो र विभिन्न सामाजिक कार्यमा संलग्न भएको हिसाबले पनि, विभिन्न अभियान चलाएको हिसाबले पनि मैले करिब 21 वर्ष हुन थाल्यो। तर पार्टीको या कुनै दलसँग आबद्ध भएर राजनीति गरेको चाहिँ करिब 10 वर्ष भयो। बाल विवाह सम्बन्धी र दहेज प्रथा सम्बन्धी मैले छोरीको निम्ति स्वर्णिम नेपाल अभियान, हाम्रो अभियान अहिले पनि जारी नै छ। कर्णाली प्रदेश र मध्य प्रदेशमा भयो, अरू ठाउँमा हुन बाँकी हुँदाहुँदै कोरोना भयो, गर्न पाएन। पहिलो कुरा त मेरो प्राथमिकताको विषय चाहिँ म यसै क्षेत्रको बासिन्दा हुनुको नाताले यस क्षेत्रमा राजनीतिक हिसाबले व्यापार मात्रै भयो, राजनीतिक हिसाबले जुन एउटा निकास पाउनु पर्ने हो त्यो निकास म देखिन। मैले त्यो भोगाई मेरो भएन अथवा यस क्षेत्रका बासिन्दाहरूको भएन। त्यसको एउटा विद्रोह यो नीति बनाउने, नियम बनाउने, कानुन बनाउने कुरामा चाहिँ हामीले धेरै कुराहरू संशोधन गर्नुपर्ने कुराहरू देख्छु म। चाहे त्यो महिलाको हकमा होस्, व्यावहारिक तहमा कतिपय कुराहरू मिलेको छैन। जस्तो चुनावी मैदानमा महिलाहरूको सहभागिता न्यून छ, प्रत्यक्ष उम्मेदवार दिनेको संख्या न्यून छ। कानुन निर्माण गरेर या नीति बनाएर व्यावहारिक ढंगले भएन भने त्यसको कुनै अर्थ छैन। त्यसलाई व्यावहारिक ढंगमा कसरी लागू गर्ने भन्ने कुरामा पहल रहन्छ। युवा बेरोजगारको कुरा, महिला बेरोजगारको कुरा, गरिबी निवारणको व्यावहारिक हिसाबले त्यो निवारण भएको छैन, त्यसलाई कसरी संशोधन गर्ने र व्यावहारिक तहमा कसरी उतार्ने लगायतका कैयन कुराहरू छन् जुन चीज व्यावहारिक ढंगले भएको म देख्दिन। त्यसको लागि मेरो सशक्त आवाज र कार्यान्वयन गराउने पोलिसीमा चाहिँ मेरो पहल रहन्छ। महिलाहरू प्रत्यक्ष रूपमा चुनावबाट, जनताबाट अनुमोदित भएर आउने मौकालाई नै पार्टीले नै वञ्चित गर्छ भने त्यो पार्टीको नीति, त्यो पार्टीको सिद्धान्तले महिला मुक्ति कसरी गर्छ, युवा मुक्ति कसरी गर्छ? जबकि चुनावी बेलामा युवाहरूलाई प्रयोग गरिन्छ झण्डा बोकाउन, जिन्दाबाद मुर्दाबाद भन्नलाई। महिलाहरूलाई भोटर ब्याङ्कको रूपमा प्रयोग गरिन्छ, महिलाहरूलाई किताबमा लेखिन्छ, नीति नियम बनाइन्छ, तर महिलाहरूलाई नै पार्टीबाट नै महिलाहरूलाई महिला बनाइन्छ। उनीहरूलाई मैदानमा जाऊ, तिमीहरू लड भनिँदैन भने कति पार्टीका सशक्त महिला दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूले मौका पाउनु भएको छैन। अब हामी जतिको महिलाहरू सबै पार्टीका गएर यो चिजलाई चाहिँ संघर्षबाट होइन, हामीले हाम्रो अधिकार प्राप्त गर्नका लागि मागेर होइन, खोसेर लिनुपर्छ भन्ने मेरो मान्यता हो। यो पटक मलाई लाग्छ धेरै महिलाहरू अब चुनावी मैदानमा उठ्नु त भएको छैन। जति अनुमोदित भएर जानुहुन्छ, हामी यसको लागि जुनसुकै पार्टीको भए पनि एउटा नीति बनाउने ठाउँमा र त्यो व्यावहारिक ढंगले लागू गर्ने कुरामा चाहिँ हाम्रो पहल हुनुपर्छ भन्ने मेरो मान्यता हो। म त्यो पहल म पनि गर्छु र मैले गर्नै पर्छ, किनकि मैले देखिरहेको छु समानुपातिकको सुविधा दिएर महिलालाई फेरि महिला बन्ने तालिम दिइँदैछ। महिलालाई किस्तीको उपहार चाहिएको होइन, कसैको अनुकम्पामा, कसैको दयामा महिला बाँच्ने जिन्दगी होइन। राज्य तहबाट नै, पार्टीबाट नै महिलालाई चाहिँ महिला बन, त चाहिँ समानुपातिकमा बस, तिमीहरू चाहिँ पुरुष जतिको लड्न सक्दैनौ भन्छ भने त्यो पार्टीले देशको र महिला अनि युवाको के विकास र के निकास दिन्छ होला त? महिलाहरूको इतिहासमा कहीँ पनि मैले त्यति सुनेको छैन कि त्यति भ्रष्टाचार गरेको कुराहरू म सुनेको छैन मैले चाहिँ, होइन। अपवाद केही होलान्, तर महिलाहरू हाम्रो देशको कुरा गर्ने हो भने पनि सुशासनको कुरादेखि लिएर आर्थिक हिसाबमा जति म्यानेजमेन्ट महिलाले गर्छ, एकदम इमान्दारितापूर्वक आफ्नो भूमिका निर्वाह गर्छ। यो देशमा महिला नेतृत्वमा पुग्यो भने महिला दिदीबहिनीहरूको आवाज त बाहिर आउने रहेछ। हाम्रो प्रतिनिधि पात्र भएन भन्ने एउटा भनास त मेरो पनि हो। महिला प्रतिनिधि हुनुको फाइदा हेर्नुहोस् त, एउटा पुरुष प्रतिनिधि आयो भने बरु महिला दिदीबहिनीहरू निस्किनु न, यिनीहरूले वर्षौंदेखि बोलेको त हो नि भनेर म सहभागिता म आफै जाने। तर महिला दिदीबहिनीहरू जुन प्रकारले आउनु भएको छ, उहाँहरू चाहिँ अब हाम्रो आवाज चाहिँ बुलन्द हुन्छ भन्ने एउटा आशा पनि हो। र पुरुष दाजुभाइहरू पनि सबैजना आउनुहुन्छ, तर साइडमा बस्नुहुन्छ, हेर्दाखेरि महिला देखिन्छ। महिला पुरुष सबैको सहयोग छ रेखा थापालाई। म महिला हुनुको कारणले म आफै महिलाको प्रतिनिधि पात्र भइरहँदा महिलालाई हुने यावत समस्या र जुन बेरोजगारीपन र जुन एउटा विरहको जिन्दगी, बाँच्नुपर्ने जिन्दगीबाट मुक्त गर्ने मेरो अभियान छँदैछ। तर म एउटा संसद भइसकेपछि म युवाको बेरोजगारीपनको, महिलाको बेरोजगारीपनको, वृद्धलाई सम्बोधन गर्नुपर्ने, क्षेत्रमा विकास गर्नुपर्ने, राष्ट्रिय एजेन्डा, राष्ट्रिय मुद्दाहरूमा बहस गर्नुपर्ने कुरा एउटा नेतृत्व गर्ने मान्छेले सबैलाई समानान्तर ढंगले हेर्नुपर्छ भन्ने मेरो मान्यता हो। अलिकति थोरै 19-20 पहल हुनु स्वाभाविक हो। मेरो क्षेत्रमा
यतिका वर्षसम्म महिलाहरूको लागि कुनै पनि योजना छैन। देशभरि नै हेर्नुहुन्छ भने हैन, महिला मात्र होइन, युवाहरूको लागि पनि छैन। पुरुष भर्खरका भनौँ न 25-26 वर्षका युवाहरू अहिले पनि विदेश जानुपर्ने बाध्यता छ। मेरो पहल चाहिँ युवा रोक्ने र स्वदेशमा रोजगार व्यवस्थापन गर्ने, महिला दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउने र देशको सुशासन र हाम्रो राष्ट्रियता, हाम्रो राष्ट्रिय गौरव फर्काउने कुरामा मेरो पहल हुन्छ।